नमस्ते, फेरि पनि स्वागत छ। म सन्तोष तामाङ तपाईहरुलाई स्वागत गर्दै आइसकेको छु नेपाल कम्प्युटरको सर्कलमा। भने यहाँहरूले हाम्रो केही टिप्सहरू हेर्दै पनि आउनु भएको छ भने केही टिप्सहरू यहाँहरूलाई म भिडियो मार्फत पनि दिँदै छु। मित्रहरू, आज म यहाँलाई कसरी कम्प्युटर क्लिनिङ गर्ने त बिना एन्टिभाइरस कम्प्युटर कसरी क्लिनिङ गर्ने त हुन त यो कुनै ठुलो कुरा हैन। मैले यहाँलाई लेखेर पनि दिएको थिएँ भने कतिपयले जानकारी जानि पनि सक्नुभयो, कतिपयले जान्न बाँकी पनि होला। र जति पनि जान्न बाँकी छन्, जति पनि अलिकति केही नबुझेको साथीहरू छन् भने हजुरहरूले भिडियो हेरिदिनु होला अवश्य पनि भन्दै म यहाँलाई आज कम्प्युटर कसरी क्लिनिङ गर्ने विन्डोज 7, विन्डोज 8 र 7 मा केही मात्र डिफरेन्स छ। विन्डोज 8 मल्टिप्लाई भएको कारणले गर्दा अलिकति डिफरेन्स छ भने विन्डोज 7 बिना मल्टिप्लाई हो। त्यसै कारणले पनि यहाँहरू अलिकति भिन्नता पाउन सक्नुहुन्छ भन्दै म आज यहाँहरूलाई क्लिनिङ गर्नेतर्फ सिकाउँछु। जुन तीनटा टिप्स हुन्छ त्यो यहाँहरूलाई म सिकाउँदै छु, कृपया ध्यान दिएर हेरिदिनु होला। सबैभन्दा पहिले तपाईँ स्टार्ट मेनुमा जानुहोस्। स्टार्ट मेनुबाट तपाईँ कन्ट्रोल प्यानलमा जानुहोस् र यसलाई मैले ठुलो पारेँ, हेर्नुहोला। तपाईले यहाँ धेरै आइकनहरू देख्नुहुन्छ जहाँ तपाईलाई यो बेसिक कोर्स नलेज पनि भनिन्छ र तपाई जानुपर्ने फ्री फन्ड्स इन्फर्मेसन एन्ड टुल्स तपाईले यहाँ देखिरहनु भएको छ मेरो माउस स्क्रोल। यसलाई क्लिक गर्नुहोस्। त्यसपछि तपाईले यहाँ देख्नुहुन्छ रियल साइडमा ओपन डिस्क क्लिनिकमा तपाईले क्लिक गर्नुहोस् र गरिसकेपछि तपाईलाई यहाँ सोधेको हुन्छ सिलेक्ट द ड्राइभ युर विन टु इन्क्लुड यु पन। तपाईलाई कुन ड्राइभर क्लिक गर्न मन छ, जस्तै कुन ड्राइभरलाई तपाई सफा गर्न चाहनुहुन्छ। जस्तै यहाँ तपाईलाई दुईटा ब्राउजर दिएको हुन्छ, दुईटा ड्राइभरको दिएको हुन्छ। तपाई एउटा डी एउटा सी भनेको हाम्रो विन्डोजको भयो भने डी भनेको तपाईले आफ्नो राखेको प्रोग्रामको भयो र यो पनि छ कि सी भनेको तपाईले कुनै पनि प्रोग्राम राख्नुभयो, कुनै पनि डाउनलोड राख्नुभयो भने तपाईले सी मा भएको जति पनि फर्मेटिङ गर्दाखेरि उडेको हुन्छ भने डी को तपाईको कहिले पनि उड्दैन। यसैकारण तपाई जति पनि यसबाट गर्नुपर्ने सी नै हो र तपाई यसलाई ओके गरिदिनुहोस् र ओके गरेपछि यसलाई क्लिनिङ हुन सुरु हुन्छ। त्यसपछि तपाईले आफ्नो सी प्रोग्रामलाई क्लिनिङ गर्न सक्नुहुन्छ। र दोस्रो टिप्स यहाँहरूलाई म दिन चाहन्छु विन्डोज डिफेन्डर। विन्डोज डिफेन्डर पनि एउटा एन्टिभाइरस नै हो जहाँ तपाईले इन्टरनेटको जति पनि इन्टरनेट चलाउनुहुन्छ उहाँहरू मित्रहरूको लागि यो इम्पोर्टेन्ट छ। तपाईले सायद यो कम्प्युटर नेट चलाउनुभन्दा अगाडि नै क्लिनिङ गर्नुभयो भने केही कम्प्युटरमा अलिकति नेट स्पिड हुने सम्भावना धेरै छ र हुन्छ पनि। यो हामीले ट्राई गरेर हेरेको पनि छौँ। यसरी तपाईले क्लिनिङ गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँ तपाईलाई देखाएँ, यसरी तपाईले क्लिनिङ गर्न सक्नुहुन्छ। र तेस्रो टिप्स यहाँहरूलाई म दिँदैछु विन्डोज अपडेट। विन्डोज अपडेटले कस्तो काम गर्छ त र विन्डोज अपडेट भनेको के त यहाँहरूलाई प्रायः जसोलाई कतिलाई थाहा छ भने कतिपयले मलाई सोध्नु पनि हुन्छ। साधारण जेनरल एक्टिभिटी कोर्सहरू पनि यहाँले मलाई सोध्नुहुन्छ। ठिकै छ मित्र, हामीलाई आएको त हामी अवश्य नै भन्छौँ र म विन्डोज अपडेटलाई खोल्दैछु। तपाईलाई हेर्नु होला। यो भनेको तपाईले कुनै पनि कम्प्युटरलाई फर्मेट गर्नुभयो अथवा कुनै कम्प्युटरमा धेरै सफ्टवेयर लोड गर्नुभयो र त्यसलाई अपडेट गरिदिनु भएन भने त्यही सफ्टवेयरले तपाईलाई तपाईको विन्डोजमा केही समस्या दिएर विन्डोज क्र्याक हुने, लाइसेन्स भएको विन्डोजमा पनि लाइसेन्स खोज्ने र इत्यादि कुराहरू तपाईले पाउन सक्नुहुन्छ। त्यसैले विन्डोज अपडेट गरिदिनु भयो। जस्तो तपाईले यहाँ ठिक चिन्ह देख्नुभयो, यो हाम्रो विन्डोज नट इम्पोर्टेन्ट अपडेट एलेबल भनेपछि यसमा कुनै पनि अपडेट गर्नुपर्ने कुरा छैन। यसरी नै तपाईले आफ्नो विन्डोजलाई एकदम क्रिएट गर्नु होला। र टिप्सहरू मैले तपाईलाई दिइसकेँ मित्र। फेरि पनि तपाईले बुझ्नु भएन भने हामीलाई आधिकारिक वेबसाइट www.nepalcomputercourse.com को जानकारीबाट हामीलाई फारम भरेर आउनु होला भन्दै तेस्रो टिप्समा यहाँहरूलाई फेरि पनि जानकारी अवश्य गराउने छु।